धेरैजसो देशमा सङ्घीय सरकार र प्रदेश सरकारको बिचमा तालमेलले मिल्दैन। त्यसैले हामीले के गर्नुपर्छ भन्ने कुरा तालमेल नमिल्नुको निम्न कारणहरू छन्। ती हुन्, धेरैजसो देशमा सङ्घीय सरकार असफल भएका छन्। असफल हुनका कारण केन्द्रीय र प्रदेश सरकारका बिचमा आपसी असमझदारी। 2. शक्ति बाँडफाँडमा खिचातानी। 3. समन्वयको कमी, आदेशको अनादर। 5. सहयोगी र सहकार्यको अभाव, व्यवस्था र निष्क्रियता, नेता र सभासदहरूको भ्रष्टाचार नीति, पदलोलुपता र आफूले खर्च गरेको पैसा उठाउने चाहना। यिनै कारणहरूले गर्दा सङ्घीय सरकार र प्रदेश सरकारको बिचमा कहिले तालमेल मिल्दैन। जुन दिन यसको तालमेल मिल्छ नि त्यो दिन जनता खुसी हुन्छ, सुखी हुन्छ, देशमा सही संविधान लागू हुन्छ। जबसम्म सङ्घीय सरकार र प्रदेश सरकारले जनताको भावना बुझ्दैन नि तबसम्म यो देश विकास हुँदैन। यो देश साँच्चै नै विकास गर्ने हो भने प्रदेश खारेज गर्नु अत्यन्तै जरुरी छ र यो अत्यधिक कर घटाउनुपर्छ।